यो चाहिँ हाम्रो लास्ट विकेन्डको म्याकाफे नभ राउन्ड हाइकिङ गएको थियौँ लरेन टाइगर सगर टिमबाट त्यसको चाहिँ हाइकिङको सानो क्लिप्स गरेको थियौँ हाइकिङको लागि हामी बिहान 5 बजे उठेर गएको थियौँ किनकि ड्राइभ अलमोस्ट 3.5 आवरको थियो र हाइकिङको लागि 3.5 आवर ड्राइभ गरेर हामी बेसमा पुग्यौँ त्यहाँबाट हामीले सटल बस लिएर चाहिँ हाइकिङ रुटको चाहिँ बेससम्म पुग्यौँ हामी र त्यहाँबाट हामी हाइकिङ अलमोस्ट 2.5 आवरको 1 आवर वे थियो र हाइकिङ पुगेर एकदम रमाइलो भएको थियो त्यो दिन सन्नी डेज थियो मौसम र त्यसो गरिब पनि थिएन र हामी सबैजना सकर टिमको साथीहरू गएका थियौँ र निकै नै रमाइलो भयो हाइकिङको अलमोस्ट जर्नी चाहिँ हाम्रो लगभग 5 to 6 आवरको भयो र हाइकिङ सकिसकेपछि हामी टपमा गएर केही फोटो सेसनहरू प्लस खाजा पनि खायौँ र फर्कदा फेरि हामी त्यसपछि फर्क्यौँ र फर्केर हामी यो एयरबिएनबी बुक गरेका थियौँ एयरबिएनबीमा हामीले चाहिँ राति बारबेक्यूहरू गरेर रमाइलो गरेर ज्यामिङ सेसन पनि गरियो रमाइलोसँग र सबैजना चाहिँ थकित भएको हुनाले चाहिँ हामी लगभग अराउन्ड 11 to 12 o'clock चाहिँ हामी सबैजना